केतुके डिजाइनको फुललाई यसरी सजाएको छ। अनि झन्डा, हाम्रो देशको झन्डालाई यसरी राखिन्छ घरको नजिकै। अब नेपालमा राख्न दिन्छै दिन्न आफ्नो घरमा झन्डा। यसरी चाहिँ सजाइन्छ, चौरो यसरी यसरी गर्नुपर्ने हुन्छ। यही त हो। हेर न, रुखको बोक्राहरूलाई रुख काटिसकेपछि यसरी जमिनमा यसरी चाहिँ राखिन्छ, किनकि यही जमिनबाट उत्पादन भएको हो नि त त्यो रुखहरू। त्यही जमिनलाई नै त्यहाँ राखेर त्यो उत्पादन चाहिँ त्यसरी गर्न सकिन्छ। र अनि यी चाहिँ समुद्रका यी सिप्पीहरू यसरी राखिन्छ। सिप्पीहरू यसैबाट हो त्यो मोती निस्किने। मोती निकाल्ने यसैबाट हो। यो फक्लक्क निकाल्यो भने यसमा मोतीहरू, एकदम राम्रो राम्रो मोतीहरू हुन्छ समुद्रमा। त्यसैले भन्छन् समुद्रमा डुब्दै नडुब, डुब्यो भने मोती नली नफर्क भनेर भन्छ नि। त्यो यही नै हो। कति आउँछ हेर्नु त।